यो चाहिँ पार्ट 1 भयो, पार्ट 2 आउँदैछ होइन डे 2 को के भन्छन् चाहिँ। अनि फर्स्टमा फर्स्टको भिडियो हेऱ्यो भने नहेरे पनि नहेर्नु होइन, बिचमा नहेरे पनि नहेर्नु, लास्टसम्म चाहिँ जरुर हेर्नु, लास्टसम्म चाहिँ हेर्नु यति मस्तको भिडियो। हरे कृष्ण एभ्रिवान। यति बेला चाहिँ म छु कलेजमा। बिहान 6 बजे आएको, 6 बजे न 7 बजे आएको, अहिले साँझको 6 बजिसकेको छ। अनि यो चाहिँ अर्को दिन हामीले चाहिँ राति नै बेलुनहरू फुलाएर गएको थियौँ। अहिले चाहिँ यहाँ डेकोर गर्दैछौँ होइन। अनि त्यसपछि यो चाहिँ हाम्रो स्टेज, अन्त यो ब्यानरहरू राख्दै थियो कि यताउता मिलि नै रहेको थिएन। अनि यो चाहिँ हाम्रो एक्जिबिसन प्लस गेम पनि छ। अनि यो चाहिँ म डन एलिसा पनि अनि त यहाँ गेम खेल्दैछन्। हेलो We welcome everyone to Himalayan White House International College. Today is not just the beginning of an event, but the start of celebration of ideas, talent, creativity and teamwork. As we begin, it is my profound honor सालबाट सुरु गरेका थियौँ। यो सेकेन्ड राउन्ड हो। यसलाई अब नयाँ आउनेहरूले पनि हामी कसरी अगाडि बढाउने र यहाँ भएका कमजोरीलाई कसरी सुधार्ने भनेर जानुपर्छ। कलेजले आफ्नो तरिकाले सहयोग गर्छ, तर इनोभेसन हामीहरू चाहिँ अहिले यहाँ ब्रेक टाइम चलिरहेछ होइन। अनि हामीहरू चाहिँ यो प्यासेजमा छौँ हाम्रो कलेजको। यता चाहिँ हाम्रो रितेश भाइ। आज चाहिँ कस्तो लाग्यो डे 1? आज चाहिँ मलाई एकदम हुन्छ नि, मैले सोचेको भन्दा जस अनएक्सपेक्टेड एभ्रिथिङ लाइक बवाल भइरहेको छ। जस हुन्छ नि
नयाँ नयाँ मान्छेहरू जस कलेजबाट कम्पिटिसनको लागि आइरहेछ होइन उनीहरूसँग इन्टरेक्सन गर्न पाइरहेछ अनि त्यही हो यो यो चाहिँ हाम्रो एउटा टिम एकाथनको यहाँ चाहिँ अहिले एकाथन भइरहेको होइन यो रुममा पल्लो रुममा अनि उता उता रुममा पनि छ आउट अफ भ्यालीबाट पनि 1-2 जना टिम आइरहेछ जस अरू चाहिँ त्यस हाम्रो व्हाइट हाउस क्लबबाट हुन्छ हाम्रो कलेजबाट हुन्छ जस अनि सबैजना जस हामी नयाँ हाम्रो क्लबमा नयाँ मेम्बरहरू आउनुहुन्छ उनीहरूसँग पनि चिन्ने मौका थिएन उनीहरूसँग पनि चिन्ने राम्रोसँग कोल्याब भइरहेछ अनि हामीले चाहिँ बाहिरबाट आएको ह्याकाथन कम्पिटिसनको लागि आएको टिमहरूबाट चाहिँ नयाँ कुराहरू सिकिरहेछौँ हामीले पनि टिम मेन्टेन गरिरहेछौँ त्यही हो धन्यवाद थ्याङ्क यू चाहिँ यहाँ पुरै कलेज सबै बन्द भइसक्यो होइन माथिको फ्लोरमा चाहिँ चल्दैछ म चाहिँ झालाको खाना खाएर आउँछु अँध्यारो पनि हुन आँट्यो भनौँ कि भइसक्यो भनौँ अब मलाई त यो कलेज देख्ने बित्तिकै त्यो उवाला सिन याद आउँछ कि त्यो जोम्बीवाला मुभीहरू हुँदैन हो त्यस्तै सिनहरू याद आउँछ भने यो चाहिँ सो गाइस म चाहिँ अब पुग्न आँटेको यहाँ चाहिँ अहिले हाम्रो रातिको चाहिँ खाना हुँदैछ करिब 9 बज्न आँटेको थियो सायद एकदमै मेहनत भाइहरू यहाँ चाहिँ हुँदैछ यो कोठामा अन्त उता लास्ट र यो रुममा चाहिँ हाम्रो बस्दैछ म देखाउँछु तपाईँलाई यहाँ चाहिँ एउटा 2टा 3वटा टिम छ अन्त यहाँ पनि छ अरू टिम अनि आएर अर्को यता आएर भने यस्तै अर्को यता अनि एउटा हाम्रो रेस्ट गर्ने रुम भइहाल्यो अनि यता पर पनि रेस्ट गर्ने रुम नै छ यहाँ चाहिँ मेरो लागि 2वटा रोटी आएको छ राख्नु थालेको छु राति खाने हुन्छ चाहिँ यसलाई गेम खेल्ने भनेर चाहिँ त्यतिबेला चाहिँ हामीहरू माथि झाल्लासम्म गेम खेल्ने भनेर अस्ति पनि देखाएको थिएँ नि मैले यति माथि छ भनेर हिँड्दा म थाकिसकेँ यता चाहिँ हाम्रो बिहा चाहिँ महल छ होइन यता चाहिँ टिमहरू अलरेडी आइसक्यो यो उलझन मेरी सुलझा दे Give me some sunshine, give me some rain, give me another chance to grow up once again. एक पल तो हमें जीने दो हेलो गाइस यति बेला चाहिँ रातिको 11 बज्न आँटेछ अन्त म चाहिँ ब्रस गर्न किन माथि आउँदैन कुद
होइन ल यति बेला चाहिँ हाम्रो यहाँ राति चाहिँ यहाँ पार्टी चलेर 12 बजिसक्यो 12 बजी जागेको यसमा कसरी सुत्नु लाउनुपर्छ चिसो रोक्छ यसले हामीहरू यहाँ चाहिँ सुत्नु थालेको यो त कुकुरले पनि हेर्दै थियो सो गाइज अहिले चाहिँ डे 2 भइसक्यो होइन अहिले चाहिँ बिहानको 5:30 भइसक्यो अन्त म चाहिँ 4 बजी उठेको थिएँ 1 बजी समथिङ यस्तै कति बजी सुतेँ अर्को भिडियो भेट्नु टाटा